नगरिदिनु भनेर म उहाँलाई अनुरोध गर्छु हैन यत्रो तपाईँको अब भनौँ न यहाँसम्म आउँदाखेरि धेरै जेन्जीहरूको रगतमा बनेको त्यतिखेरको सरकार त्यसको पदमा बस्नु भयो कति कुरा उहाँले निभाउनु सक्दैन एउटा कुरा बल्ल बल्ल निभाउनु भयो त्यसमा पनि अब राष्ट्रपतिमा आइएको भएको पुरानै दलले जित्यो हैन सबैजना सङ्गठनले भने पुरानै दलले जित्यो निर्वाचन मात्र भन्दा हाम्रो कुरा किन गर्नु जबसम्म नेपालले अल्टरनेटिभ पाउँदैन हैन तबसम्म निर्वाचन हुँदैन भन्ने हाम्रो कुरा थियो नि त त्यतिखेर त त्यही पनि अब उहाँहरूले त अब तपाईँको यो राष्ट्रपति नभएको केलाई भोट अहिले त्यस्तै छ त्यो महत्त्वले चाहन्छन् होइन उहाँहरू सक्न पाउँदैन कसैले नै पाउँदैन कुनै नेता पाउनु पनि हुँदैन राम्रो पनि होइन गर्नु दिनु पनि हुँदैन सरकार गरिदिन्छ यो सरकारलाई पनि हालतमा हात चाट्ने छुट छैन कसैलाई छुट छैन कसैलाई छुट छैन हामीले सबैलाई एकअर्कालाई चेक एन्ड ब्यालेन्स राखेका छौँ कुनै कुरामा हाम्रो तलमाथि भयो भने हामी आफ्नै पार्टीमा आफै भित्र नै हामी कारबाही गर्छौँ सबैजना त्यसको लागि कसैले त्यो नियममा आएको छैन कोही राष्ट्रको उम्मेदवारहरू सबैजना देश बनाउने रुटिनमा आउनु भएको छ तर कुनै ठाउँबाट त्यस्तो गलत कोहीबाट भइदियो भने चाहिँ मेरो विचारमा पार्टीले कारबाही 100% हुन्छ मैले गरेको मलाई पनि कारबाही गर्छु होइन त्यस्तो हुँदैन